स्मार्ट त गएको छैन नि त सानो सानो पल्सरको यस्तो नटहरूदेखि ल के चाहिन्छ सबै छ यहाँ चाहिँ 2970 आएछ यतिको बिल ल हामी चाहिँ यतिखेर आन्टी पुगिसकेछौँ 16 पुग्यो नि म तेल लाउनु सक्छ त अब नकुद्ने बेला भएछ Alright guys, with the new day, new vlog को साथ में मैं आइसकेको छु all my YouTube viewers सन्चै हुनुहुन्छ भन्दै म पनि सन्चै छु च्यानलमा नि हुन्छ च्यानल लाइक सब्स्क्राइब गरिदिनुस् आजको राइड चाहिँ हाम्रो देपारा मेरो राइड हुनेछ पानी ट्याङ्कीसम्म साथीहरु यतिखेर चाहिँ बिहानको 8 बजिसकेको छ आज हाम्रो राइड एफजेडमा छैन हाम्रो देवाको होन्डा साइन छ हेर्नु साथीहरु बबाल छ हामीले नै झापामा झरेर किनेको एकदम अब चाहिँ यसमा जानुपर्ने देपारामा राइड देखाइता हुनुहुन्छ अनि यहाँ जानुपर्ने हुन्छ साथीहरु राइड कस्तो हुन्छ अन्तिमसम्म हेर्नुस् भिडियोहरु त्यसो साथ सपोर्ट दिनुस् दुई साथीहरु अब चाहिँ टक छानेर जाने हो हाम्रो लुक्स यस्तो छ दामीसँगले लोकेडाले बाइकको मर्मत गर्दैछ अब चाहिँ हामी पुगिसकेको छौँ सिक्किम बाइकर्स कस्तो आइसकेको छौँ लोकेडाले बाइक मर्मत हान्दैछ उयो यसको पछाडिको टायर कुन चाहिँ राम्रो हुन्छ टिभिएस कि एमआरएफ कै टिभिएस को लाउनु एमआरएफमा वारेन्टी छैन टिभिएसमा चाहिँ कति समयको छ टिभिएसमा लगभग 3 वर्षको छ कति पर्छ पछाडिको यस्तो सेम यस्तो गोटीवाला यस्तै लाउनु हुँदैन त्यसमा यस्तै गोटीवालै कति पर्ला गोटीवाला त्यो चेन के गर्ने पछाडिको हेर त अझै चेन म सोधेर भन्छु के त चेन चाहिँ के भयो चेन आवाज गर्दैछ केही हुँदैन स्मार्ट त गएको छैन नि त चेन त्यसलाई साफ गर्दा हुन्छ हौ ठिक छ ए यतिको चेन अलिअलि कराउँदा केही हुँदैन छोटा मोटा होता है पाण्डेकी मर्मत हान्दैछ टिभिएसको टायर टिभिएस त्यही लगाउँ ल 3 वर्ष वारेन्टी हुन्छ भन्दैछ हो अरूमा हुँदैन त्यही भन्दैछ अब कति पर्छ सोधौँ कि कारलाई कति पर्छ अब चाहिँ यहाँ रहेको छ अहिले टायर ढुके मर्मत हुँदैछ रेडीसेडी गरेर पुरानो टायर चाहिँ यस्तो भइरहेको थियो यताको होन्डा साइनको अब चाहिँ नयाँ टायर लाउनु लागि रिङ सफा गर्दैछ केटाहरूले हामीसँगले पुरानो बाइकहरू कति यो त बाइकको भ्यालु नै हुँदैन बाइकहरू त कति छ दोकान यता पनि हो अरू बेला त नि हाम्रोतिर त लाउँदैन त यस्तो त नि ए हो यही लो क्वालिटीको लिक्विड त होइन नि यो लिक्विड काम दिन्छ नि ल मजाले हेर्नु यसो टायर सायर कतै यसो बिट उठेन भने मजाले हाल्नुपर्छ है ए यसमा चाहिँ यो यसले चाहिँ दुलोसेलो पर्दा बुझायो भनेपछि यस्तो छ साथीहरू ल टायर मर्मत हुँदैछ अब चाहिँ ल फिटिङ भइसकेको छ दामीसँगले दामी भइरहेको छ दामी हालिरहेको छ मजाले हाल्नुपर्छ है उयो हुन्छ नि थोरै मिस्टेक गर्नु भएन नि मजाले दामीसँगले फिट हान्दैछ केटाले टायर अब यस्तो चाहिँ हेर्नुपर्छ यो चाहिँ उठ्दैन नि बिट भरे मजाले हावा खुलाएर मजाले वरिपरि हेर्नुहोस् है बिट उयो बाङ्गो भन्दा कोल्टे हुन्छ नि केटाले दामीसँगले यसको कुलकाल गरिसक्यो सर्भिस गरिसकेको छ मोबिल डाउन गरेर
अब चाहिँ यसलाई टक्कसँगले टायर सर फिट गर्ने हो अनि कस गरेर चाहिँ वास गरेर जानुपर्ने हुन्छ। दामी भएछ एयर फिल्टरहरू नयाँ टायरहरू साथीहरू कति पऱ्यो म अहिले छु दामी छ पानी ट्याङ्की यस्तो छ पुरा हल्लिरहेको छ हेर्नु न यो यसले पनि हो तर यो नट पनि कस्नुपर्छ देवाको पुरै यस्तो भइरहेछ नटहरू पनि योहरू यहाँ माथि कस्नुपर्छ यस्तो भइरहेछ पुरै यो त नि लड्यो भने त यो भइहाल्छ ल नयाँ टायर हाल्यो स्यामी भयो बियरिङहरू फेरि कि नफेरेको ठिकै छ त सबै हेर्नु पर्थ्यो है मजाले ल ल एयर फिल्टर नयाँ ल हो पछाडिको ब्रेक पनि हालेको ठिकै छ अगाडिको पनि हेर्नु ल सबै हेरिरहेको चेक जाँच गरेर दामी बनाएर यसलाई लानुपर्ने हुन्छ नि त नि अब पप बनाएर नोल चल्छ अरे फिल्टर सिल्टर यस्तो फिल्टर पनि फेरिदिए यस्तो पनि फेर्नु लाग्यो नि केटा यो आएको बेलामा फेरिहाल्नु माथि अलिक ज्यादा लागिहाल्छ त्यही भएर यो चाहिँ यतिबाट के हुन्छ अरू लाइटहरू त वायरिङहरू त ठिकै छ नि है केटाहरू लागेको बेलामा बनाउनु लाग्यो भने बनाइदिइहाल्छ माथि त यसो वायरिङ सेयरिङ बनाउनु लाग्यो भने 1-1.5 सय खाल्छ अनि त्यो भन्दा यहाँ केटाहरूले त बनाउँछ नि त यतिकै ठिकै छ होला ल यस्तो नयाँ टायर लाएर दामी भएको छ अब चाहिँ तपाईँसँगले पानी ट्याङ्की चाहिँ यस्तो घाम लगाएर यस्तो मौसम भइरहेछ यता हामी जानुपर्ने यता हो हो त ल केटाहरूको चाहिँ यो चाहिँ सिक्किम बाइकर्सको चाहिँ सामान राख्ने स्टोर यहाँ छ जे भने त्यो एकदम स्टोर चाहिँ यहाँभित्र छ यत्रो समय भइसक्यो म आएको यहाँ थाहा थिएन यहाँभित्र केटाहरूको स्टोर दामी छ हेर्नु सक्नुहुन्छ धेरै भित्र स्टोर दामी छ एकदम आउनुहोस् भिजिट गर्नुहोस् यो ठाउँमा एकदम सामान सस्तो पर्छ के छ त्यो भित्र आमामा ले कार्डहरूदेखि लिएर क्यास कार्ड सबै पाउँछ यतै हेलमेटहरूदेखि लिएर सबै पलिसहरू सबै छ हेलमेटहरू डिक्की खोल्नु रे डिक्की के सामानहरू यसको सानो सानो पल्सरको यस्तो नटहरूदेखि लिएर के चाहिन्छ सबै छ यहाँ चाहिँ त्यसले चाहिँ वासरहरू हो यो कब्लिङ रबरहरू सबै सामानहरू एकदम एभाइलेबल छ यो रोयल इनफिल्डको के सामानहरू रोयल इनफिल्डको यहाँ पनि चाहिरहेको छ सबै सामानहरू छ एकदम एभाइलेबल मोबिलहरू यहाँ यस्तो छ यता चाहिँ तारहरू बसको तार केहरू सबै अब भनेको त फिटफिट यो अगाडि यसपछि लेग गार्ड पनि ल यो एउटा लक पनि गएको छ कि अनि यो अगाडिको यो प्याड फेर्नु पऱ्यो कि परेन बेरिङ मात्रै होला बेरिङ मात्रै ए ठिक छ बेरिङ चाहिँ पऱ्यो परेन ग्रिज मात्रै हालिदियो केटाले ग्रिज त हालिदियो होला नि त ए भइगयो त त्यति भए त ग्रिज चाहिँ भयो राम्रो हुन्छ पछाडिको चाहिँ लगाइदिएछ ब्रेक पछाडिको चाहिँ लगाइदियो भने चाहिँ टायर अब वास गरेर टिलिक्क बनाएर त्यहाँदेखि चाहिँ सट्ट हाम्रो फेरि गयो हुन्छ बाइक एउटा मोबिल मोटु लाग्छ बिल अब कति हो अहिले अघि 1300 भन्दै थिएँ 1400 हुन्छ 1300 भन्दै थियो त्यो नजोड्नु टायर र सर्भिस अनि मोबिल अरू के फेरि अनि एउटा उयो फेर्यो प्लग फेर्यो अरू त फेरि छैन त्यति मात्रै फेरेको छ अरू छैन फेरेको केही पनि ए लेथमा भएको छ लेथमा 400 को भएको छ सही हो लेथमा पनि काम भएको छ सही हो कुरा
दोसा भाडा दिँदा भइहाल्छ त 2970 आएछ यतिको बिल ल लिन्छ ल यति आयो बिल चाहिँ अन्डरस्ट्यान्डको यो बिल यहाँ भिडियो गरिएको छु पछि त्यो हाम्रो टारको के भयो उयो कार्ड लानु पर्दैन नि यो बिल भयो भने हुन्छ हैन त तर डेट त हुन थाहा हुनु पर्यो नि त डेट छैन नि त फेरि कुन कम्पनीको थियो कम्पनी चाहिँ मलाई पनि थाहा भएन टायरको त्यो हो नि त हजार त्यो पनि हाल्ने हो त्यो फाल्टै दाम हो त्यसको गर्नु छैन डेट म यहाँ इस्यु भएपछि यसरी एकदम भिडियो हुन्छ फोटो हुन्छ त्यो भइसक्यो ल अब चाहिँ जब चाहिँ ट्याकटुक सकेर धुने काम गर्दैछ ल दामीसँगले धुम यस्तोमा मुनि हानिदिनु ल यस्तो मलाई ज्यादा हुन्छ ल दामी हानिदिनु है लु दामीसँगले धुने काम गरिदिनु है लु लट्टाको चाहिँ अब चाहिँ मर्मत भइसकेको छ भइसकेको पऱ्यो हुन्छ ल म यतिखेर चाहिँ कति बज्यो भन्दाखेरि 1 बजिसकेको छ दिउँसोको अब चाहिँ दाल गरेर सकेर बेलैमा आएको थियो बेलैमा अब चाहिँ फर्किएको हुन्छ एकदम घाम लागिरहेको दामी भएर हाम्रो यस्तै छ अब चिप्चिप्प बनाइदिएको दालले राम्रोसँगले कस्तो लागेको छ त्यो भिडियोमा अन्तिमसम्म हेर्नुहोस् कस्तो लागेको छ भिडियो कमेन्ट गर्न नसक्नु साथीहरू ल त्यस्तो चाहिँ यहाँको चाहिँ सर्भिस यस्तो भनौँ न कुराहरूको अब ठिकै छ कुराले राम्रै गर्छ सानो भएको छ एकदम ठिकठिकैमा आइरहेछ कारलाई 1413 कि 1400 दिन साह्रो परेछ नेपालमा कति वर्ष एकचोटि कमेन्ट गर्नुहोस् हामीले महँगो लाग्यो कि यसको वारेन्टी पनि हुन्छ भनेको चाहिँ 1-1.5 वर्षको त्यो साथीहरू अब यस्तो हो जानु पर्ने हुन्छ बाइकै बाइक छ बढेको आधाबाट तेल दाइ 216 पुग्यो नि म तेल लाउनु सक्छ त अब नकुद्ने बेला भएछ अब हिँड्नुपर्छ हिँड्ने बेला भएछ 216 पुगेछ त्यो पानी अब हिँड्ने बेला भएछ हिँड्ने बेला भयो अब 216 भयो त गाइस हामी चाहिँ यतिखेर सेन्थेरे मोटेल आइसकेको छौँ पानीले बिजोग बनायो यस्तो छ यहाँ आइसकेको छौँ बिजोग बनायो अब यहाँबाट रेनको सङ्गत लाएर जाने हो कस्तो हुन्छ साथीहरू ल अब चाहिँ त्यति धेर लाग्दैन हामीलाई आधी घन्टा 45 मिनटमा पुग्छौँ ल साथीहरू त्यस्तो छ उद्या साथीहरू अब चाहिँ टक्कसँगले रेनकोट सेङ्गत लाग्यो अब जानुपर्ने हुन्छ मिनिट यस्तो छ रेनकोट लाएर यस्तो भयो अब टक्क जाने हो अब त जाउँ होइन देवा सरासरी जाउँ अन्त यति हो त देवाको त रेनकोटको झोला त साह्रो दामी भयो नि यो हुन्छ नि है यस्तो त किन्नुपर्ने रहेछ दाइ दामी भयो यस्तो छैन अब जाने हो साथीहरू ल पुगेर अब म भिडियो गर्छु